अन्तर्राष्ट्रिय प्रसंग। विश्वमै पहिलोपटक लोकतान्त्रिक रूपमा निर्वाचित कम्युनिस्ट सरकार गठन गरेको भारतको केरला राज्यले वामपन्थीहरूलाई सत्ताबाट बाहिर पठाएको छ। अब भारतको कुनै पनि राज्यमा वामपन्थीहरूको सरकार छैन। वामपन्थी दलहरूको अन्तिम बलियो आधार मानिएको केरल पनि यसपटक उनीहरूको हातबाट फुस्किएको छ। विधानसभा निर्वाचनमा केरल राज्यको सत्तामा कांग्रेस नेतृत्वको यूडीएफ गठबन्धन 10 वर्षपछि फर्किएको छ। कुल 140 सीट रहेको केरलमा कांग्रेस पार्टी एक्लैले 63 सीट जितेको छ। कांग्रेसको सहयोगी इन्डियन युनियन मुस्लिम लीगले 22 सीट जितिसकेको छ भने सहयोगी अन्य दलले 17 सीट हासिल गरेका छन्। अर्कोतर्फ वामपन्थी दलहरूले 35 सीट मात्र जितेका छन्। यस अवस्थाले केरलमा वामपन्थी सत्ता गुम्ने निश्चित भएको छ। केरलमा सन् 2016 देखि 2026 सम्म 2 कार्यकाल वामपन्थी सरकार थियो। केरल गुमेपछि भारतका कुनै पनि राज्यमा वामपन्थी दलको सरकार नरहने भारतीय मिडियाहरूले उल्लेख गरेका छन्। समाचार एजेन्सी एएनआई का अनुसार सन् 1970 को दशकपछि पहिलोपटक भारतका कुनै पनि राज्यमा वामपन्थी दलको सरकार हुने छैन। सन्